हेलो एभ्रिवान, आज चाहिँ हामीसँग पाथिभरा मन्दिर जाऊँ है त। यो चाहिँ हामी घरबाट ठ्याक्कै निस्किनलाई रेडी भयौँ। सबैजना गाडीमा चढेर पाथिभरा मन्दिरको यात्रा सुरु गऱ्यौँ। यहाँ चाहिँ रमाइलो हुँदै थियो है। त्यस पछाडि हामी चाहिँ महेन्द्र राजमार्ग बनाउँदै भएको कारणले बाटो चाहिँ अलिकति बिग्रेकै थियो। गयौँ, यात्रा हाम्रो जारी नै थियो। यसो यो झापाहरूको गाउँ यात्रा गर्दा गर्दै रात परिसकेको थियो। फेरि हामीलाई भोलिपल्ट पाथिभरा मन्दिर पुग्न पर्ने भएको कारणले हामी काफ्लेपाटी भन्ने ठाउँमा पुग्नु पर्ने थियो। तर रात भएर बाटो झन् बिग्रेको कारणले अलिक यात्रा चाहिँ अप्ठ्यारै थियो। हामी काफ्लेपाटीमा बस्यौँ र भोलिपल्ट बिहानैको लागि तयारी भएर हामी मन्दिर दर्शन गर्नको लागि हिँड्यौँ। जाँदाखेरि चाहिँ सिमसिम पानी परेको भएर हामीले चाहिँ यो प्लास्टिकहरू ओढेका थियौँ। फेरि बिस्तारै गयौँ र बाहिरको यो रमाइलो दृश्य हेर्दै रमाइलो गर्दै हामी चाहिँ हिँड्दै थियौँ। हो र दादा गाइज हामी चाहिँ यसरी हिँड्दैछौँ है, मजा आइरहेछ। इन्जोय भइरहेछ, इन्जोय एकदम बवाल, दामी दामी। माथि ठुलो पाथिभरा दर्शन गर्नुभन्दा अगाडि चाहिँ यहाँ मन्दिर दर्शन गरेर जाने सबैको चलन रहेछ, मान्यता पनि रहेछ। हामीले चाहिँ दर्शनहरू गऱ्यौँ, मन्दिर दर्शन गऱ्यौँ। र फेरि यात्रातिर लाग्यौँ। बाटोमा चाहिँ दर्शन गर्नेहरू फर्किँदै जाँदै गरेको चाहिँ धेरै मान्छेहरू हुनुहुन्थ्यो। फाइनली हामी मन्दिर पुग्यौँ, दर्शनहरू गर्न थाल्यौँ, दर्शन गऱ्यौँ। पूजाआजा गऱ्यौँ मजाले। खुल्ला पनि थियो हामी जाँदा त। सबैजना परिवार गएको भएर अलिअलि फोटो भिडियोहरू बनायौँ, खिच्यौँ। जानलाई जति गाह्रो भएको थियो झर्न चाहिँ धेरै सजिलो हुँदो रहेछ। अनि चाहिँ हामी फेरि झर्नातर्फ लाग्यौँ रमाइलो गर्दै।
पाथिभरा माताको दर्शन पछाडिको एक्सपिरियन्स भन्दै हुनुहुन्छ। बीच-बीचमा बाटो यसलाई पनि तोडेको थियो तर भगवानको नाम लिएर हामी माथि चढ्यौँ। लास्ट भोलिपल्ट बेलुका चाहिँ हामी इलाम पुगेर त्यही रमाइलो गऱ्यौँ। त्यतै बास पर्दै यहाँ देख्न सक्नुहुन्छ डान्सहरू मस्त गरिरहनु भएको, रमाइलो गरिरहनु भएको, इन्जोय गरिरहेको हुन्छ। Silakan, lo lihat ini soal. फाइनली हामी घर फर्किने दिन चाहिँ इलामको त्यो बगान चिया बगानमा अलिअलि फोटो भिडियोहरू खिच्यौँ। तर पानी परिरहेको थियो र धेरै बेर हामीले टाइम लिएनौँ। त्यो पछाडि हामी घरतर्फ लाग्यौँ। त्यो दिन चाहिँ हामी राति 9-10 बजेर घर आइपुग्यौँ। यसरी नै हाम्रो पाथिभरा मन्दिरको दर्शन यात्रा समाप्त भयो। थ्याङ्क यू।